चाहन्छु कक्षा 10 बाट आफ्नो अनुभव शेयर गर्नको लागि म बोलाउन चाहन्छु कक्षा 10 को छात्र हेमन्त शर्मालाई। उहाँले चाहिँ आफ्नो केही अनुभवहरू शेयर गर्नुहुनेछ। कृपया उहाँको लागि जोरदार ताली बजाइदिनु होला। सर्वप्रथम सबैलाई नमस्कार। मेरो नाम हेमन्त ढिकाल हो। यही मामाघर बसेर पढ्छु। फर्स्ट अफ अल यस स्कुललाई धन्यवाद दिन चाहन्छु र मेरो प्यारो मामालाई पनि। मेरो मामा नभइदिएको भए अहिले म यहाँ हुन्थिनँ होला सायद। मेरो मम्मी बाबाको नाम चाहिँ मनिषा शर्मा र विष्णु प्रसाद शर्मा हो र मलाई जन्म दिने आमा बुवा उहाँ हुनुहुन्छ। मलाई कर्म दिने आमा बुवा मुना देवी पौडेल र कृष्ण प्रसाद शर्मा हुनुहुन्छ। म यो स्कुलमा अब ठिक 8 वर्ष हुन्छ र यो स्कुलमा मैले जोइन गरेको चाहिँ 2 क्लासदेखि हो। 2 क्लासदेखि अहिलेसम्म मैले के गरेन अब भन्नुपर्दा त सबै टाइमहरू धेरै जान्छ होला। यसैले म अब आफ्नो स्कुलको बारेमा केही भन्न गइरहेको छु। यो स्कुल मलाई लाग्छ यो स्कुल मेरै घर जस्तो लाग्छ। यो स्कुलमा मेरो दिदी भाइ बहिनी सबै यहाँ मेरो अङ्कल आन्टी मामा माइजू मेरो सबै थोक भनेको चाहिँ यो स्कुल हो। मलाई सबभन्दा राम्रो लाग्ने सर भनेको मेरो मामा हुनुहुन्छ। मैले गरेँ त केही गल्ती तर मेरो मामाले मलाई सम्झाउनु भयो बुझाउनु भयो बाबु यस्तो गल्ती गर्नुहुन्न अनि राम्रो कुरा गर्नुपर्छ सिकाउनु भयो। मेरो माइजूले पनि मलाई उत्तिकै माया गर्नुभयो र मलाई धेरै माया गर्नु यति भन्दा हामी